लागि बैगुनलाई धुएर काटिसकेपछि चाहिँ तोरीको 2 चम्ची तेल मैले हाले। त्यसपछि हल्दी पाउडर, धनिया पाउडर, जीरा पाउडर, सब्जी मसला, स्वाद अनुसार नुन र चिली पाउडर हालेको छ। जसलाई चाहिँ तोरीको तेलको काँचो गन्ध मन पर्दैन उनीहरूले चाहिँ यसको जग्गामा रिफाइन्ड तेल हाल्दा पनि हुन्छ। अब यसलाई चाहिँ मजाले मिक्स गरेर छोपेर 10-12 मिनेटको लागि छोडिदिएँ। अब चाहिँ 10-12 मिनेट पछि एउटा कराई बसाए र तोरीको तेल हाले। तेल खरिसकेपछि जीरा हालेको छु। जीरा पड्किनु थालेपछि चाहिँ मसिनो काटेको प्याजलाई हाले। प्याज जब यहाँनिर हल्का ब्राउन हुन्छ तब चाहिँ मसिनो काटेको टमाटरलाई हाले। टमाटर हालिसकेपछि स्वाद अनुसार नुन पनि हाल्नुपर्छ। नुन हाल्दा चाहिँ अलिकति ध्यान राख्नुपर्छ। बैगुनमा पनि नुन हालेको छ। अब यो टमाटर गलुन्जेल चाहिँ यसलाई पकाउनुपर्छ। त्यसपछि अदुवा र लसुनको पेस्ट, अदुवा लसुनको पेस्ट हालेर यसको काँचो गन्ध जाउन्जेल यसलाई भुटिसकेपछि चाहिँ जुन चाहिँ बैगुन छ मसलाहरू तेलहरू हालेको अब यसलाई चाहिँ हालेर मजाले चलाएर मिक्स गर्नुपर्छ। अब यसलाई मिक्स गरिसकेपछि चाहिँ ढकनी लगाएर लो टु मिडियम फ्लेममा यसलाई पकाउनुपर्छ। बीच-बीचमा चलाउँदै पनि गर्नुपर्छ ताकि सब्जी चाहिँ नडढोस् र यसरी चाहिँ यो सब्जी मजाले पाकेर तयार हुन्छ। मैले चाहिँ आज यसरी बनाएको थिएँ। थ्यांक यू फर वाचिङ।